पिल्लरको मिनिमम साइज चाहिँ 14x14 हुनै पर्ने हो त। अब नर्मल्ली चाहिँ एनबिसी 105 कोडले चाहिँ कम्तीमा पनि यतिको साइजको पिल्लर बनाउनु पर्छ भनेर त्यस्तो तोकेको चाहिँ छैन। तर अब हाम्रो एनबिसी 205 मा जहाँ त्यहाँ चाहिँ रिकमेन्ड गरिएको छ, एमआरटीमा चाहिँ 14x14 को पिल्लरलाई चाहिँ रिकमेन्ड गरिएको छ। तर अब स्ट्रक्चरल एनालाइसिस गरेर पास हुन्छ भने तपाईले 12x12 को पिल्लर बनाउन पाउने कि नाइ त। यसको लागि चाहिँ अब तपाईले बुझ्नुपर्ने भनेको चाहिँ बीममा कम्तीमा पनि 12 mm को डन्डी युज गर्नुपर्ने हुन्छ। त्यो बीमबाट आएको डन्डीको लागि चाहिँ डेभलपमेन्टको लागि करिब 11.5 इन्च अथवा 12 इन्च जति चाहिँ त्यो जुन बीमको डन्डीको लागि घुसाउनु पर्ने हुन्छ त्यो डेभलपमेन्ट लेन्थ चाहिन्छ। त्यसैले अब तपाईले 12 mm को मात्र त्यो पिल्लर बनाउनु भयो भने चाहिँ त्यसमा कभर पुग्दैन अथवा डन्डी बाहिर आउने हुन्छ। त्यसैले अब 14x14 को पिल्लर बनायो भने चाहिँ उपयुक्त हुन्छ, डेभलपमेन्ट लेन्थ पनि सफिसिएन्ट हुन्छ। अब कतै कतै चाहिँ 12x12 को पिल्लरको अब नक्सा पास नै हुँदैन, त्यसमा चाहिँ अब 14x14 बनाउन भनिन्छ। तर यसरी अब डेभलपमेन्ट लेन्थ पनि चेक हुन्छ भने त्यस्तोमा चाहिँ तपाईले अब कि त अब यो छेउतिरको पिल्लरको भाग हुन्छ जुन बीमको भाग हुन्छ डेभलपमेन्ट लेन्थको लागि तपाईले केही बाहिर एक्सटेन्ड गर्नुपर्ने हुन्छ अथवा चाहिँ नर्मल्ली 14x14 को बनाउँदा उपयुक्त हुन्छ। तर अब ठुलो ठुलो बिल्डिङहरुमा चाहिँ 4-5 तलाको बिल्डिङमा त्यस्तै अब एरिया धेरै भएको बिल्डिङमा चाहिँ बीमको साइज 14 ले पनि नपुगेर अझै धेरै आएको हुन्छ। जस्तो यसकै नै 18x18 को चाहिँ यो पिल्लर बनाइएको छ। त्यसैले अब तपाईको स्ट्रक्चरल एनालाइसिस गरेर चाहिँ त्यहाँ अब जति आउँछ पिल्लरको साइज त्यति राख्नुपर्ने हुन्छ।